अधिवेशनपछि कतिको व्यस्तता बढ्यो तपाईको, अझ भनौं कुटी निर्माण कार्यलाई कहाँसम्म पुर्याइदिनु भयो? कुटी निर्माण कार्य चाहिँ हाम्रो प्रमुख काम हैन, त्यो साइड काम हो। मुख्य काम त हाम्रो राजनीतिक काम नै हो। अब महाधिवेशन पछाडि 2-3 वटा कुरा चाहिँ हामी सँगसँगै जानुपर्ने भएको हुनाले व्यस्तता बढेकै छ र अझ तीव्र गतिमा बढ्नेवाला छ। किनभने मुलुकको जुन संक्रमणकालीन अवस्थालाई पार गरेर रेगुलर ठाउँमा ल्याउनु पर्ने एउटा दायित्व हाम्रो सामु छ। त्यसका सामु अदालत पुनर्स्थापना हुने स्थिति बन्यो भने, संसद पुनर्स्थापना हुने स्थिति अदालतबाट बन्यो भने अझै सजिलो एउटा कोर्समा जान्छ पोलिटिक्स हैन। बनेन भने एउटा निर्वाचनको जबरजस्त वातावरणतर्फ पोलिटिक्स जान्छ। र हामी महाधिवेशनको चाहिँ एउटा भर्खरै सम्पन्न गरेको ताजा अवस्थामा पार्टीका जिम्मेवारी बाँडफाँडदेखि लिएर महाधिवेशनका म्यान्डेटेटहरूलाई अगाडि बढाउनु पर्ने दायित्व पनि हाम्रो छ हैन। त्यस भएको हुनाले ठुलो जिम्मेवारी छ। हामी व्यस्ततामै छौं। भनौं नेकपा एमालेलाई त जिम्मेवारी छँदैछ, त्यो भन्दा बढी महेश बस्नेतलाई छ।